धेरै पहिलाको बच्चे बाजा हो। लु अब उहाँ आमाले बजाउनु भयो, अब बुवाले बजाउँदै हुनुहुन्छ है साथीहरू। हेर्नुहोस् गाइस, यो बच्चे बाजाको महत्त्व कति छ भन्ने कुरो अहिले यहाँ स्पष्ट तरिकाले थाहा पाउन सकिन्छ। तर हाम्रो अहिले तत्कालीन समयमा हाम्रो यौन जेनेरेसनको समय चाहिँ यो बच्चे बाजाको महत्त्व त्यति छैन। तर बच्चे बाजा पहाडमा बसोबास गर्ने जनजाति आदिवासी सबैले आफ्नो संस्कार संस्कृतिको लागि बच्चे बाजा कति मिठो पानले यसलाई भाका दिँदै बजाउँछन् भन्ने कुरो आज मैले अनुभव गरेको छु। र यो बच्चे बाजाले के भन्न खोजेको छ, यसले कस्तो स्वर दिन खोजेको छ, कस्तो सङ्ग्रह दिन खोजेको छ, कुन भाकामा बज्दैछ भन्ने कुरो चाहिँ त्यो बजाउने मुख र ओठको र त्यो बच्चे बाजा यता र यता सार्नीमा भर पर्दो रहेछ। तर यो बच्चे बाजा चाहिँ हाम्रो लोप हुँदै गइरहेको अवस्थामा चाहिँ यो बच्चे बाजाको संरक्षण गरौँ सबैले, र यो बच्चे बाजालाई जगर्ना गरौँ भन्ने उद्देश्यले मैले एउटा भिडियो बनाएको छु। र यो भिडियोको पश्चात म यो बच्चे बाजा बजाएर नाच्ने बुवासँग केही कुरा पनि गर्छु। यसको कुरा गरेर उहाँलाई म केही कुरा सोध्छु र त्यो कुरा सोधेको कुराको प्रतिक्रिया बुवाले के दिनुहुन्छ भन्ने कुरा तपाईँहरूले एकछिन केही छिनको लागि प्रतीक्षा गर्नुहोस् है त। अनि प्रतीक्षा गरिसकेपछि बुवाले यसको मतलब के हो, यो बच्चे बाजाले के भन्न खोजेको, यो बच्चे बाजा बजाउँदा के हुन्छ र बच्चे बाजाको महत्त्व के हो, यसको कतिको आवश्यकता छ भन्ने कुरो उहाँ बुवाले भन्नुहुन्छ। बुवाको कुरा तपाईँहरूले सुन्नुहोस् है त। ल बुवा यहाँ बस्नुहोस्। अब यो मलाई दिनुहोस्, म तपाईँलाई कुरो सोध्दैछु। यो बच्चे बाजाको महत्त्व चाहिँ कति छ? बच्चे बाजा बजाउनको महत्त्व चाहिँ कति छ? हजुर, यो बच्चे बाजा बजाउँदा चाहिँ कति महत्त्व हुन्छ, कति रमाइलो हुन्छ? होइन, मलाई थाहा छैन, त्यही भएर तपाईँलाई मैले सोधेको। यसो गीत छ फेरि, बच्चे बाजा हरमानी केटा पो भयो भरमानी चौकटीहरू मस्त नाच्छ फेरि। अनि यो बच्चे बाजा त अहिले त छैन। बच्चे बाजा अहिले पाउनलाई गाह्रो छ, पहिलाको बाजा हो। अनि यो हजुर, अनि यो बच्चे बाजा बजाएर चाहिँ तपाईँले कतिवटा छ हजुर शेरगण्डीको पारा भिन्नै छ, हामी सोनार पारा क्षेत्री भिन्नै छ फेरि। त्यसो भए तपाईँले पहिला शेरबेनीको पारामा यो बच्चे बाजा गाएर देखाउनुहोस् त बजाएर। के भन्छ हेर्नुहोस् है, यो चाहिँ शेर्पा भाषाको बच्चे बाजा गाउँदै हुनुहुन्छ। र शेर्पा भाषाको बच्चे बाजा गाउँदा चाहिँ हाम्रो बच्चे बाजा गाउने बजाउने नाच्दै हुनुहुन्छ। यो चाहिँ छिटो पारा अरे फेरि। यो छेउकटी रुमाल भन्ने बाजा बज्यो होइन? अनि सुनार्नी पारा बजाउनुहोस् त के हो? अनि यसले के भन्न खोजेको, यो बाजाले के भन्न खोजेको? यो बाजाले हामीले बुझेनौँ, यो बाजाले के भन्न खोजेको त? अनि सुनारी पारा भिन्न हुन्छ, क्षेत्रीय भिन्न हुन्छ। अनि यो बाजाले तपाईँले बजाएको बाजाकोले चाहिँ के भनेको त? अनि तपाईँले बजाएको बाजाले के भनेको? यो बाजा बजाउनु भयो नि, यो बाजा बजाउँदा तपाईँले के भन्नुभएको? बच्चे बाजा भन्छ नि, बच्चे बाजा भन्छ। अनि यो भाका चाहिँ के हो त? अनि भाका के हो? भाका शेर्पानीको र तमाङ्नी तमको भिन्न हुन्छ, शेर्पाको भिन्न हुन्छ फेरि। यो चाहिँ कुन भाषा हो त? अनि यो प्रतिक्रिया म अहिले शेरबेनी पारा यस्तो यो शेरबेनी। अनि शेरबेनीलाई जिस्काएको कि शेरबेनीलाई फकाएको त? अनि सुनाइ के भन्छ फेरि? आठनी माला रेजी कोही हामी केटी छौँ तेजी कोही।
आठानीमाला रेजीको बस दिएर ए बसेर जानु है आठनी माला रेजी कोही चारनी माला रेजी कोही केटी श्रोताहरू, यो चाहिँ तेजी कोही आठानामाला रेजीको केटी के अरे बा यसरी हाम्रो संस्कार संस्कृतिहरू अहिले लोप जाँदै गर्दै जान लागेको हुनाले मैले उहाँसँग यो बिच्छी बाजा बिच्छी बाजा होइन आमाले बजाउनुहुन्छ म बजाउन जान्दिनँ अब यो बिच्छी बाजा होइन आमा यहाँ अब बुवाले बजाउनु भयो फेरि आमाले बजाउँदै हुनुहुन्छ यो बिच्छी बाजा बाजेले भन्नु हुँदैन थुक्क तैँले जानिनस् भन्दै हुनुहुन्छ यहाँ दुईजनाको कम्पिटिसन चल्दैछ यो बाजा तपाईँहरूले बिच्छी बाजा कतिजनाले सुन्नुभएको छ यो बजाउँदा यसको धुन कस्तो हुन्छ यसको म्युजिक कस्तो हुन्छ यसले भन्न खोजेको के कुरा हो भन्ने कुरो तपाईँले प्रतिक्रिया दिनु होला गाइज र तपाईँहरूले जसले यो भिडियो हेर्दै हुनुहुन्छ सेयर अनि कमेन्ट र लाइक गर्न नबिर्सिनु होला है आदरणीय श्रोताहरू